मर्निङ हामी त्यही हिजो थकेले यति लोड परेको थियो सबैजनालाई गुड मर्निङ गुड मर्निङ गुड मर्निङ अहिले चाहिँ होइन 6:48 भएको छ बिहानको अनि तपाईँहरूलाई म यता वरिपरि देखाइदिन्छु है यस्तो छ है रमाइलो छ वरिपरि यस्तरी यतातिर चाहिँ ब्याडमिन्टन खेलिराख्नु भएको छ तलपट्टि उहाँहरू त 5 बजे खेल्नु भएको अनि त्यो धुवा धुलोले पुरै सबैजनालाई घाँटीले ठप्प भयो यति गाह्रो भयो बोल्नको लागि रमाइलो लाग्यो जस तापले जाउँ गाउँघर जस्तो रमाइलो छ आज मन्दिर बेलुकातिर कतिको वर्षमा यहाँको चाहिँ घरको स्टाइल चाहिँ यस्तो हुँदो रहेछ कि पुरै अहिले चाहिँ हामी ताप्लेजुङको बजार घुम्न जानु लाग्यो नास्ता सास्ता खायौँ होइन चिया बिस्कुटहरू अनि यस्तो खाली हुँदो रहेछ कि मलाई चाहिँ कस्तो मन पर्यो एकदमै जस अलिअलि घाम चाहिँ लागिरह अब हामी बिस्तारी बिस्तारी हिँड्दै बजार घुमेर खानासाना खाएर अनि प्याकिङ स्याकिङ गरेर चाहिँ 2 बजेको चाहिँ उता पाथिभाडा माता मन्दिर पुग्नको लागि चाहिँ जानेछौँ जस रमाइलो वेलकम टु मुक्कुमोलोङ यो चाहिँ यहाँको मेन स्ट्याचु हो अरे खै के को स्ट्याचु है गुरु हजुर लिम्बूहरूको गुरुको चाहिँ स्ट्याचु हो है समथिङ यस्तो के हो अरे है बजार डिजिटल पनि छ फेरि त्यो राम्रो पनि छ भिडियो बनाउनु जस्तो पनि छ फेरि यहाँ त्यहाँ अब कति टाइम लाग्छ अन्त बिहानै हिँड्न हुन्थ्यो नि लिम्बू प्रान्तमा छ लिम्बूको यो चाहिँ धान नाचेको लिम्बूलाई चाहिँ मान्नु रहेछ मान्नेको होइन यो लिम्बूवान प्रान्तमा छ भने को हो थाहा छैन यतिकै यो धान नाचेको के मान्यता भयो बनाएर होला नि अहिले मान्यता उनीहरूको आफ्नो पहिचान यो बनाएको यो रकमले बाटो त्यही हो होइन अनि यो अहिले भनेको ताप्लेजुङमा आइसकेपछि पाथिभाडालाई चिन्ने अनि यो चाहिँ हिमाल यो कुम्भकर्ण हिमाल यो होइन त्यहाँ अहिले बाटोमा देखिन्छ नि यो कुम्भकर्ण हिमाल होइन अनि यो कञ्चनजङ्घा नेपालको दोस्रो ठुलो विश्वको दोस्रो ठुलो कञ्चनजङ्घा 3वटा छ 1 2 3 यो विश्वको चाहिँ सबसे ठुलो च्याब्रुङ अब उसमा हेर्छौँ हामी फेरि नआएर दाडी टुमा आउँछ च्याब्रुङ है च्याब्रुङ गाडीमा आउँछ चित्र बजेको यो चाहिँ मगरको रे यो चाहिँ सुनुवार यो चाहिँ राई यो नेवारको यो शेर्पा ए तामाङको रे अनि यो फेरि गुरुङहरूको यो शेर्पाहरूको एन्ड देन दिस इज छेत्री बाहुन एन्ड लास्ट वान इज लिम्बू ल लिम्बू भाषामा लेखा होला के बनाएर भन्नु मुक्कुमुलुङ भने के हो मलाई लाग्छ सेवा भन्दा मन परेको सेवा आमा आमा के हो आन्दाको सेवा भनेको चाहिँ धन्यवाद स्वागत छ के खान्छौँ अनि यहाँ चाहिँ पाथिभाडा जाने बाटो के लिम्बूको
हामी अहिले लिम्बू ठाउँमा छौँ अहिले लिम्बू तरिकाले सोध्छौँ कि मगर सगर नगर होइन गाइड त डाँडो चढ्न सकिन्न जस्तो लाग्यो गाइड यो भनेको आज तिमीहरू प्र्याक्टिस कोर्स हो यो त टेलर मात्र यो ट्रेलर केही होइन यो त केही होइन टेलरलाई यसो स्पट लाग्यो टेलर लिएर त मलाई लास्टमा नछोड्नु न ए हो यही हो ए यो चाहिँ च्यान है गाडेकोहरू उतातिर के ढाकातिर त कस्तो घर बनाइदिन्छ कुनै कुनै ठाउँमा त बुढाले आफू मर्नुभन्दा अगाडि आफूले च्यान जोड्छ कि आफूले बनाउँछ मैले कुन फिल्ममा देखेको थिएँ यो सिमेन्टी अहिले त्यो सेक्युरिटी वाइजले सिमेन्टी भयो कि नभए तर यो पनि ठिक छ मेरो मान्छे यहाँ छ भनेर आउने होइन यस्तो मर्नु भएको बेला उ गर्न त पाइन्छ सिमेन्ट यस्तो छ सिमेन्ट भयो नि त्यसमा फेरि अरू ठाउँ बनाउनु पाएन नि त त्यहाँ रुख रोप्न सकिने हो र कस्तो हुन्छ हटे मात्र हुन्छ केही हुन्न होला नि यता पनि छ नि उहाँ हुनुहुन्छ गुरुवार तन्दुर एन्ड त्यो प्लेन क्लासमा बितेका हुन् सबैजना ए नाम पनि भनिदिएको क्या एकछिन तोड्दैन लामा उहाँ त कति क्युट हुनुहुन्छ होला उहाँहरू सबै चाहिँ प्लेन क्रासमा बित्नु भएको अरे है भिन्तुना डाँडा अरे है यो भनेको चाहिँ लभ डाँडा अरे वडा नम्बर 5 पसिनै नहुँदो रहेछ सिलाम सागमा यो सिलाम सागमा भयो उसले चाहिँ लिपि बनायो भनेर धेरै बाटो भइस भनेर यसलाई तिर हानेर धेरै बाटो भयो भनेर यसलाई तिरले हानेको है गाइसहरू कस्तो लिम्बू घर जाने मन लाग्यो अब उनीहरूलाई त्यो धरानतिर लाउन मन छ धरान गयो भने राई बन्न मन लाग्छ अहिले एकछिनमा फेरि हाम्रो गाउँतिर जाने नि बन्न मन लाग्छ अनि घरतिर कहाँको हामी लस मङ्की त्यत्रो कहानी लस मङ्की आएको हामी यो चाहिँ सिलाम सागमा हुन्छ है सिलाम भनेको बाटो सी भनेको मृत्यु सिलाम भनेको मृत्युको बाटो सागमा भने चाहिँ म फेरि पनि रिपिट गर्छु यो चाहिँ लस के अरे लस मङ्की होइन लस मङ्की हो होइन उहाँले चाहिँ धेरै लिपि बनाउनु भयो भनेर चाहिँ लिम्बूहरूले चाहिँ किरात लिपि उसले बनायो होइन ऊ धेरै बाटो भयो सिक्रेट म्यासेजहरू गर्ने भयो भनेर उसलाई चाहिँ मारेको हो कि त्यही हो कहानी यहाँको भयो कि भएन भएन त्यो उयो राणाहरूले उ गरे जस्तो भइहाल्यो त्यो शहीदहरूलाई त्यो कति मारे त गङ्गालालहरू सुब्रला शास्त्रीहरूलाई त्यस्तै उनीहरू आफै आफै चुप यो मुङदिङ कोकमा पार्क गरे अब चाहिँ हामी कतापट्टि लागेको ठुलो फेरि चाहिँ आज हामी त्यहाँ बास बसेर चाहिँ भोलि बिहानै 4 बजे चाहिँ हामी पाथिभाडा मातामा निस्किन्छौँ छिटो फर्केर घर गयो
stop, we find our way. Move so fast, we make it last. Chasing time, it's running past. We race the sun, no time to stray. Burning bright, we light the day. गाइस अहिले चाहिँ हामी सानो फेरि आएको छौँ अब यहाँबाट चाहिँ हामी 1-1.5 घन्टा जति हिँडेर माथि पुग्नुपर्ने हुन्छ र हामीले स्टे गर्नुपर्ने हुन्छ बसायो नि कस्तो मजाको मेरो हेलो गाइस हामी चाहिँ अहिले तल्लो फेरिमा छौँ यता चाहिँ मेरो नन्दहरू मेरो दिदीहरू अनि यता चाहिँ मेरो प्यारो 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 कलौटे बुढो हाम्रो थुक्पा आयो सर्भिस गर्नुपर्ने एउटा लिएर जानु है एउटा लिएर जानु ल भयो भयो लु लु लेट्स गो भिडियो होइन होइन ठिकै छ ठिकै छ हाम्रो चाहिँ ट्रिप हाइकिङ स्टार्ट भयो हाइकिङ गरौँ हाइकिङ हामी चाहिँ अहिले ठुलो फेरि आएर चाहिँ बास बस्न लाग्यो यो होटेलमा है अनि भोलि बिहान नै हामी 2 बजी उठेर चाहिँ हाइकिङ गरेर दर्शन गर्ने प्लान छ कोही मान्छेहरू बल्ल आउँदै हुनुहुन्छ अब चाहिँ हामी खाना खाने हो